साथीहरू हामीले चाहिँ यो सोच्नु हुँदैन कि हामी गरिब छौँ भनेर के। हामी एकदम मतलब यो कुरो एकदमै सोच्नु हुँदैन, किनभने हामी गरिब छैन। किन थाहा छ हामीलाई? हाम्रो मतलब हाम्रो दुईवटा आँखा छ होइन, त्यहाँबाट हाम्रो भित्रको मतलब शरीर छ र हामी मतलब हाम्रो दिमाग छ, हामी जे पनि गर्न सकिन्छ कि। हामी यो सोच्नु हुँदैन कि हामी मतलब गरिब छौँ भनेर। यत्रो जिन्दगी यो हुँदा हुँदा के को चाहियो अब यार? योभन्दा हामीलाई राम्रो चिज के चाहियो? यो जिन्दगीभन्दा अरू के चाहियो? हामी जे पनि गर्न सकिन्छ कि। हामी जस्ट हामी वेट गरेर काम गर्नुपर्छ, हामी आरामले जीवनमा सक्सेस हुन्छ क्या। हामी यो सोच्नु हुँदैन कि म गरिब छु भनेर। अरे यो जिन्दगी हो यार, यहाँ जहाँ जे पनि हुन्छ क्या, यहाँनिर जे पनि गर्न सकिन्छ, तर गर्छु भनेर सोच्नु पऱ्यो क्या। त्यो हो कि कुरो चाहिँ। अहिले धनीहरू मतलब यो कुनै इजी तरिकाले धनी भएको होइन कि। यिनीहरू पनि एक समय मतलब यस्तै छ कि, यिनीहरू पनि कमजोरी भएर बिस्तारै बिस्तारै गर्दै यिनीहरू मतलब अहिले टपर भएको छ क्या। त्यही भएर हामी मतलब धनी भनेर उ गर्नु हुँदैन। मतलब दुखिया पनि धनी हुन्छ, धनी पनि एक दिन दुखिया हुन्छ, मतलब त्यो हो कि। तर आफ्नो दिमागले काम गर्नुपर्छ क्या। हामी मतलब दुखिया भनेर हामी त्यो गर्नु हुँदैन। हामी मतलब जीवनमा सक्सेस हुन्छ कि। यो कुरा एकदम पुरा लिनुपर्छ, बिन्दासले काम गर्नुपर्छ।